हाई साथीहरू, आज म चाहिँ कहीँ जाँदैछु। हेर्नुहोस् होला, म जाँदैछु हेर्नु त, तपाईँलाई देखाउँदैछु म कहाँ जाँदैछु आज। आज मेरो नानी 4 महिना कम्प्लिट भयो, त्यही भएर यसको लागि एउटा चिज छ हेर्नु होला। म जाँदैछु सुनारी दोकान। सुनारी दोकान पुग्यो हामीहरू। बहुत पानी पनि पर्दैछ। पानीको मौसमको दिनमै आज ठन्डा ठन्डा छ भनेर नानीलाई खान छिर्दिहाल्छु भनेर आएको थिएँ। हेर्नुहोस् होला, मेरो नानीलाई हामी पुगेर एकछिन यहाँ बसेछु। कानपुली बनाएर राखेको थिएँ, दिएँ अङ्कललाई। अब छिर्ने हो, नानी एकछिन खेल्दैछु, मजाले खेल्दैछु। अहिले त खेल्दैछु, अहिले एकछिनमा के हुने हो मेरो बेटीको। हाँस्दैछु अहिले त मजाले। अहिले एकछिनमा के हुन्छ होला नि, म त कस्तो डर लागिरहेछ साथीहरू। हेर्नु होला नानीलाई मजाले, ओ छोरीलाई। ऊ अब स्टार्ट भयो हेर्नुहोस् त, मजाले बिचरा त्यसले त खाइ पात्ता पाएको छैन, हल्लेको हल्लै छ। त्यस्तो त्यस्तो पक्रियो, मलाई मुटु यस्तो डर लागिरहेछ, मलाई यति डर लागेको छ। लेकिन के गर्नु, गर्नै पर्छ नानीको लागि आमाले होइन। यस्तो माया लाग्यो मलाई त। म साथीहरू के गर्ने भएको म त एकछिन त कस्तो दुःख लाग्ने हो साथीहरू, हेर्नै नसक्ने जस्तो हुने रहेछ। लेकिन हेर्नु पऱ्यो अब, कस्तो माया लाग्यो नानी रहेको त। बाफ्रे बाफ्रे यति खराब लाग्यो, म पनि रुम जस्तो लाग्यो साथीहरू। बहुत खराब लाग्ने रहेछ हौ, नानीलाई कान छिर्दाखेरि नसक्ने रहेछ साथीहरू। के गर्नु, मेरो नानी बहुत रोयो आज बिचरा नि। साथीहरू भयो कम्प्लिट। अब हामी चाहिँ कान्छन छोएर घर जाँदैछु। बाई बाई साथीहरू, यस्तै यस्तै भिडियो लिएर आउँछु।